दुबईबाट छुट्टीमा नेपाल जाने अथवा नेपालमा गएर अड्किरहनु भएको लागि चाहिँ यो भिडियो है त। युए गभर्मेन्टले भर्खरै मात्रै हिजो मात्रै एउटा अनाउन्समेन्ट गरेको छ, जसमा चाहिँ यदि तपाईँ फेब्रुअरी 28 देखि लिएर मार्च 31 सम्मका लागि बाहिर हुनुहुन्छ, तपाईँको त्यही समयमा भिजा सकियो भने तपाईँले अर्को भिजा नलगाइकन युए आउन पाउनुहुन्छ। अहिलेलाई फ्लाइटहरू बन्द भएको, एयर स्पेस क्लोज गरेको र फ्लाइट उड्नलाई नपाउने सिचुएसनहरू धेरै भइरहेको हुनाले आफ्ना रेसिडेन्टहरूले दुःख नपाउनु भनेर यो निर्णय गरेको छ। साथसाथै तपाईँले चाहिँ यदि छुट्टीमा बाहिर जानुभएको छ, एक्जिट गर्नुभएको छ कन्ट्री, र तपाईँको बाहिर बसेको समय 6 महिनाभन्दा बढी भयो भने चाहिँ तपाईँ रेगुलर केसमा आउन नपाउने हो। तर अहिलेको अवस्थामा यो पनि मार्च 31 सम्मको लागि चाहिँ लागू हुने हुनाले तपाईँले तनाव लिनु पर्दैन र मार्च 31 भित्रमा चाहिँ इन्ट्री गर्न सक्नुहुन्छ। साथसाथै अहिले नेपालबाट आउनका लागि चाहिँ श्रम रिन्यूदेखि लिएर नयाँ श्रम कुनै पनि भइरहेको छैन र श्रम गरेर आउनुपर्ने मान्छेको लागि चाहिँ केही तनावको वातावरण छ। पहिला एकचोटि बुझ्नु होला, श्रम गराएर मात्रै आउन पाइन्छ है त। र तपाईँ युएमा हुनुहुन्छ भने स्टे सेफ, एकदम सेफ भएर बस्नु होला, तनाव लिन पर्दैन। गभर्मेन्टले रोक्ने मिसाइल माथि रोकिसकेको छ, रोकिरहन्छ र रोकिरहेकै पनि छ। हामीलाई यहाँ बस्ने मान्छेको लागि सकेसम्म सेफ गराउन खोजेको छ। थ्याङ्क यू युए गभर्मेन्ट।